यति बेला मसँग संवाद गर्नको लागि नेकपा मालेका महासचिव सीपी मैनाली हुनुहुन्छ। महासचिवज्यू नमस्ते, यहाँलाई स्वागत छ। बहुत धन्यवाद। हजुर, लामो रस्साकसी पछाडि चैत्र 20 गतेबाट नेपाल राष्ट्र ब्याङ्कको गभर्नर नियुक्ति खाली छ र आज मात्रै मङ्गलबार जेठ 6 गते काङ्ग्रेस एमाले बीच राष्ट्रिय योजनाका पूर्व उपाध्यक्ष त्यसरी काङ्ग्रेसबाट उम्मेदवार भइसकेका अब चितवन क्षेत्र नम्बर 1 बाट त 2079 सालमा प्रतिनिधि सभाको निर्वाचन लडेका जो राष्ट्रसभाका सांसद हरि ढकालसँग पराजित हुनुभएको थियो विश्व पौडेललाई चाहिँ नेपाल राष्ट्र ब्याङ्कको नयाँ गभर्नरको नियुक्तिको लागि सहमति बनेको भन्ने कुरा आएको छ। तपाईसँग संवाद गर्दा गर्दै केही घण्टा अगाडि मात्र हामी कुराकानी गर्दैछौँ र मन्त्री परिषदको बैठक पनि 6 बजे बोलाइएको छ। विश्व पौडेलको नाममा काङ्ग्रेस र एमाले बीच लामो रस्साकसीपछि जसरी सहमति भएको छ, यसले अघि मैले पृष्ठभूमिमा उहाँको बारेमा जे कुराहरू भने त्यसले कानुनी अडचन कतिको आउने सम्भावना देख्नु भएको छ? यो उनीहरूको सहमतिलाई यहाँले कसरी हेर्नु भएको छ महासचिवजी? वास्तवमा अब सर्वोच्चमा विश्व पौडेल चाहिँ गभर्नर हुन योग्य छैनन् भन्ने विषयमा रिट परेको हो, त्यसलाई दरपिट गरिदिएको हुनाले आजै अब सर्वोच्च अदालतमा त्यस सम्बन्धमा सुनवाई हुने पनि भएकोले अब यस्तो स्थितिमा जुन दलहरूको बिचमा सहमति भयो, अब त्यो सहमति कार्यान्वयनमा पुग्न त्यसले बाधा गर्छ कि गर्दैन भन्ने एउटा प्रश्न छ। अब दरपिट त्यो मुद्दा नै परेको हुनाले अब अरू कसैले अब त्यो चाहिँ कुनै त्यो मुद्दै चल्नु नपर्ने विषय हो, त्यसलाई सर्वोच्चले नै निर्णय गरिहाल्छ भनेर भन्नु अलिक उपयुक्त नहोला। मलाई लाग्छ अब यदि योग्यता पुग्दैन भनेकोमा योग्यता पुग्ने देखियो भने र त्यो मुद्दाको त्यति दम नभएको सर्वोच्चले देख्यो भने यो मुद्दा दरपिटको विरुद्धमा जुन आज सुनवाई हुँदैछ त्यसले दरपिटलाई सदर गर्ला। सदर गर्यो भने त अब दलहरूको जुन सहमति भयो आजको क्याबिनेटबाट गभर्नरमा विश्व पौडेललाई नियुक्ति प्राप्त होला होइन। यो एकापट्टि अर्कोपट्टि अब सर्वोच्चले कसरी निर्णय गर्ने हो त्यसले चाहिँ त्यो अयोग्य हो भन्ने जुन रिट छ त्यसलाई गरेको दरपिटलाई उसले बदर गरिदियो भने अथवा दर्ता भयो निवेदन दर्ता गर्ने रिट दर्ता हुने ठाउँमा पुग्यो भने अब यो त्यो पनि आजकै मितिमा हुने हो। क्याबिनेट बैठक अगाडि यस्तो कुरा भयो भने क्याबिनेटले त्यो निर्णय गर्ला या नगर्ला म भन्न सक्दिनँ होइन, किन त्यस्तो स्थिति आयो भने। तर सामान्यतया त्यस्तो नहोला कि भन्ने म पनि अनुमान त गर्छु, तर यकिन म छैन होइन। अब सर्वोच्चले दरपिटलाई सदर गर्यो भने नियुक्ति हुने नै भयो। यदि सर्वोच्चले दरपिटलाई सदर गरेन र त्यो मुद्दालाई दर्ता गर्ने प्रक्रिया मुद्दा दर्ता हुने प्रक्रियामा गयो भने लम्बिन पनि सक्छ होइन, किन मुद्दा परिसकेकै अवस्थामा चाहिँ त्यो नियुक्ति गर्नु त्यति युक्तिसङ्गत नहोला। हजुर, यहाँनिर मासु जस्तो मैले भन्नु खोजेको चाहिँ अझै अब चैत्र 20 गतेदेखि गभर्नर खाली थियो राष्ट्र ब्याङ्कको गभर्नर। अहिले एकाएक काङ्ग्रेस एमाले बीच सहमतिमा आउनुको पछाडि चाहिँ के कारण हुनसक्छ? गठबन्धनै एक ढङ्गले समस्या आउने अथवा गठबन्धनै टुट्ने हो कि भन्ने आशंका बीच उनीहरू बीच सहमति हुने परिस्थिति बन्नुको पछाडि के कारण हुन्छ? होइन, यो त स्वाभाविकै हो कि अब धेरै लामो भन्ने के भनौँ पहिलेको गभर्नर चालु क्रियाशील गभर्नरले को पद जानुभन्दा 1 महिना पहिले नै गभर्नर नियुक्ति हुनुपर्नेमा चैत 20 गते पुरानो गभर्नर निवृत्त भए र अहिले जेठको 6 गतेसम्म पनि नियुक्त हुन सकेका छैनन्। यो त्यो परम्परा विपरीत कुरा भयो 1.5 महिना पछाडि। अब यसमा अब हेर्ने हो भने त पहिले जुन भट्टको थियो उनी निर्देशक पनि हुन्, कार्यकारी निर्देशकै हुन्, राष्ट्र ब्याङ्ककै क्याडर हुन् होइन। उनलाई उनको राजीनामा चाहिँ वर्तमान कार्यवाहक गभर्नरबाट स्वीकृत नहुँदा अब उनको कुरा रोकियो। अब अहिले जुन विश्व पौडेलको नाम आएको छ यो कुरा अब यही विभिन्न फन्डाले यहाँसम्म रोकिएको हो। अब आज सर्वोच्चले को निर्णय अनुसार के हुने हो भन्ने तय होला होइन।
यो चाहिँ के भने अब हुन त अब यो भागभण्डा गर्नु नहुने हो। उनीहरूको भागभण्डामा नेपाली काङ्ग्रेसको भागमा परेको हुनाले अब योग्यता भएको मान्छेलाई चाहिँ चाँडै नै नियुक्ति गर्ने काममा प्रधानमन्त्रीको सहयोग भएको भए राम्रै हो। तर प्रधानमन्त्रीले सकेसम्म चाहिँ आफ्नै मान्छेलाई यति गभर्नर जस्तो महत्त्वपूर्ण पदमा राख्न सकियो भने भोलिका दिनमा पनि काम लाग्ला भन्ने सोचेर अब सकेसम्म आफ्नै मान्छे राख्न सकिन्छ कि भन्ने प्रयत्न पनि होला। तर आजको निर्णय चाहिँ सहमति भए पनि अब नेपाली काङ्ग्रेसले यसलाई आफ्नो एउटा प्रतिष्ठाको विषय बनाएको देखिन्छ र गभर्नर नियुक्त भन्नाले अब काङ्ग्रेसको नाम चाहिँ एमाले स्वीकार नगरेको अवस्थामा चाहिँ यो गठबन्धनै भत्किन सक्थ्यो, त्यहाँसम्मको आकलन हुन सक्थ्यो। होइन, त्यो हुन पनि सक्ला, किनभने यो सरकार त पहिले असारमा बन्दा जुन ढङ्गका 3-4टा कुराहरू हुन्, जस्तो कि सुशासन ल्याउला, अर्थतन्त्रलाई चलायमान बनाउला, होइन, स्थिरता ल्याउन कायम गरौँला, भ्रष्टाचार आदि इत्यादि कारवाही गरौँला भनेर जुन आएका, संविधान संशोधन गरौँला भनेर जुन आएका थिए, तीमध्ये त कुनै काम त गरेका छैनन्। तिनीहरू सब हात्तीका देखाउने दाँत जस्ता भए। अब चपाउने दाँत भनेको भागभण्डा हो र दुइटैले भोलि आफ्नो चुनावको निम्ति अनुकूल अवस्था बनाउने हो। अब यस अवस्थामा आएको हुनाले अब भागभण्डामै चाहिँ प्रश्न उठ्दा, होइन, यदि काङ्ग्रेसको भागमा परेकोलाई प्रधानमन्त्रीले नमान्ने हो भने अब नेपाली काङ्ग्रेसले त्यहाँ पार्टीभित्रै त्यो एउटा प्रतिष्ठाको विषयको रूपमा उठेकोले नेपाली काङ्ग्रेस त्यो हदसम्म कडा भएको देखिन्छ। अब त्यो भागभण्डामै बनेको गठबन्धनले अब यस्तो इस्युहरूलाई त्यति महत्त्व दिनु त्यति नयाँ कुरा होइन, त्यो त्यस्तै कुरा हो। त्यो गठबन्धनको आधारमा बनेको यो भागभण्डाको आधारमा बनेको यो गठबन्धन यस्ता कुराले नै यो धरापमा पर्न सक्छ। अब आज सर्वोच्चको निर्णयले, क्याबिनेटको बैठकले विश्व पौडेललाई नियुक्ति गर्छ भन्ने कुरामा पनि असर गर्न सक्ला, होइन। भन्नाले उहाँको राजनीतिक ब्याकग्राउन्ड होइन, त्यो होइन, त्यहाँ यदि सर्वोच्चमा त्यो परेको उनको योग्यताको विषयमा परेको रिटलाई दरपिट गरेको विषयमा आज सुनवाई छ। अब दरपिटलाई सदर गर्यो भने नियुक्ति हुने धेरै सम्भावना। यहाँनिर जस्तो ओलीको तर्क चाहिँ, जस्तो अब काङ्ग्रेसका मान्छे विश्व पौडेल चुनाव समेत लडेका व्यक्ति, भोलि उनी पराजित भए, त्यो आफ्नो ठाउँमा होला भनेर काङ्ग्रेसकै अब एउटा क्रियाशील सदस्य जस्तो विश्व पौडेल, राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पनि काङ्ग्रेसबाटै अब सिफारिसमा भएका व्यक्ति चाहिँ गभर्नर नियुक्ति प्रक्रिया चाहिँ नेपालको राष्ट्र ब्याङ्कको 2058को ऐन अनुसार कुनै राजनीतिक व्यक्ति चाहिँ गभर्नरको लागि अयोग्य छ भन्ने कुरा जुन ओलीले उठाउनु भएको छ, त्यसले गर्दाखेरि अलिकति समस्या आउने जस्तो पनि देखिन्छ भन्ने कुरा छ। तर फेरि यहीँनिर फेरि काङ्ग्रेसको तर्क चाहिँ के हुन्छ, सभामुख राष्ट्रपति पनि त कुनै न कुनै हिसाबले राजनीतिक पार्टीमा हिजो हुन्थे, तर नियुक्तिपछि त उनीहरूको त्यो सक्रियता त निष्क्रिय हुन्छ नि भन्ने कुरा, यसलाई यो कुरामा टिप्पणी गर्ने विषय नै सर्वोच्चमा मुद्दा परेको छ। अब त मलाई लाग्छ दरपिट गर्यो भने पनि त्यो तर्क कि अयोग्य हुन्छ भन्ने तर्क सर्वोच्चले नमानेको देखिन्छ। अनि अब दरपिटलाई रद्द गर्यो र मुद्दालाई दर्ता गर्यो भने, रिट दर्ता भयो भने अब त्यसबारेमा सर्वोच्चको निर्णय पर्खनु पर्यो, होइन। अब कसरी व्याख्या गर्ने हो सर्वोच्चले, अब यो उसले नै गर्ने हो। अब त्यसलाई नै सबैले मान्ने भएकोले अब तपाईँ हामीलाई सामान्य जानकारीको आधारमा अब त्यस्तो नहुनु पर्ने जस्तो लागे पनि अदालतमै त्यो मुद्दा परिसकेको हुनाले अब कस्तो निर्णय गर्छ त्यसलाई नै पर्खौँ न। हजुर, यहाँनिर अब काङ्ग्रेस एमाले यो गभर्नर नियुक्ति प्रक्रिया त लामो रस्सा कसेपछि एक ढङ्गले उनीहरू सहमतिमा आए। तर अरू विषयहरू, धेरै विषयहरू छन् काङ्ग्रेस एमाले पछिल्लो समय अब गगन थापाले अब प्रधानमन्त्री बेटसम्म बिचुले पुग्ने पहुँच पुगेको कुराहरूले अथवा प्रधानमन्त्रीले त्यसलाई प्रमाणित गर्न चुनौती दिएको कुराहरूदेखि लिएर यो सरकार चाहिँ तपाईँले अघि भन्नुभएको त्यो स्थिरता, सुशासन, अब समृद्ध बनाउँछ भनिराख्दाखेरि त्यो ढङ्गले काम केही पनि नभएको हुनाले एकअर्काप्रति असन्तुष्टि तीव्र गतिमा बढिरहेको जस्तो पनि देखिन्छ। त्यही हिसाबले तत्कालको लागि यो गठबन्धन बचेको हो कि गभर्नरको सहमतिले, अथवा काङ्ग्रेस एमाले चाहिँ मतभेद अझै माथि पुगेर चाहिँ यो गठबन्धन टुट्ने सम्भावना? उनीहरूको बिचमा अब धेरै भिन्नताहरू त छन् नै, तर के भने असारमा जुन सरकार बन्यो असार 17मा, त्यस बेलै वास्तवमा त्यस बेलाको अघिल्लो सरकार
जसको प्रधानमन्त्री प्रचण्ड थिए होइन तिनीहरूले अब नक्कली भुटानी शरणार्थीको मुद्दामा र त्यस बेलाको सुनकाण्डमा अब खोजनीति गर्ने क्रममा उनीहरू चाहिँ अब काङ्ग्रेसका ठुला नेताहरूको छेउ पुगिसकेका थिए एमालेका पनि ठुला नेताहरू अथवा प्रधानमन्त्रीसँग जोडिएका व्यक्तिहरू नाम पोलिएर त्यहाँ पनि खोजनीति सुरु भइसकेको हल्लिरहेको थियो र त्यो स्थितिमा अब केही हुन सक्ला आफ्ना मान्छेहरू फन्दामा पर्छन् भनेर त्यसबाट जोगाउनको निम्ति नि काङ्ग्रेस र एमालेको बिचमा गठबन्धन भएको देखिन्छ मूल रूपमा त्यो त्यसलाई ढाकछोप गर्नको निम्ति नि चारवटा कुरा अगाडि ल्याए होइन सुशासनको कुरा अब यो आर्थिक चलायमानको कुरा त्यो चलायमान गर्ने अब अनि अब त्यो सुधारको कुरा त्यसपछि संविधान संशोधनका कुराहरू उनीहरूले ल्याए त हात्तीका देखाउने दाँत मात्रै रहेछ भन्ने कुरो त केही भएको छैन मुख्य रूपमा त्यही डरले गरेको र त्यो डर नहटिन्जेल होइन अब यो डर नहटिन्जेल अब जस्तो खास गरिकन फेरि अब यो सरकार गएपछि अब यो सल्लाहले जाने हो भने काङ्ग्रेस र एमालेकै सरकार बन्ने हो होइन सल्लाह अनुसार हुने हो भने त्यस्तो भएन भने अब नेपाली एमाले प्रतिपक्षमा बस्ने र काङ्ग्रेस माओवादी केन्द्र रासोपा साना दल माकी अनि यो एस लगायतका दलहरू मिलेर बन्ने भएको हुनाले त्यस्तै किसिमको सरकारले एमालेको माथिल्लो तहका निकटका मान्छेहरू र माओवादीका माथिल्लो तहका निकटका मान्छेहरू असुरक्षित भएका थिए उनीहरूलाई चाहिँ हन्ट गरिएको थियो खोजी गरिएको थियो उनीहरू गिरफ्तार हुने खतरा थियो त्यो खतरा अहिले पनि नटरेको हुनाले नै केपी ओलीले धेरै बार्गेनिङ गरेका हुन् किनभने काङ्ग्रेसलाई धेरै डर छ त्यस कारण अहिले सकेसम्म यो बेलामा अर्थक नभए पनि सबै प्रमुख ठाउँमा आफ्ना मान्छे पठाउन सकिए पछिलाई सजिलो होला भन्ने पनि एमाले अध्यक्ष प्रधानमन्त्रीको दाउ हुनसक्छ होइन अब त्यसलाई पनि अब पुरै नाङ्गेझार भएर नाङ्गो भएर जानुभन्दा केही आधार बनाउँदै पेल्दै जाने उनको स्थिति देखिन्छ र आज जुन किसिमको सहमति बन्यो विश्व पौडेलमा होइन यदि सर्वोच्चको निर्णयले केही बाधा व्यवधान खडा गर्दैन भने त्यो निर्णय टुङ्गियो तर पनि अरू त्यो बिचमा धेरै विषयमा उनीहरूको बिचमा असन्तुष्टि अब त्यो बर्खास्ती प्रक्रिया पनि काङ्ग्रेसभित्र असन्तुष्टि छ कान्छाराम तामाङ पनि बर्खास्तीमा परे जो ऊर्जा राज्य मन्त्री थिए काङ्ग्रेसबाट त्यो पनि असन्तुष्टिको अर्को विषय हो उनीहरूले जे जति काङ्ग्रेसको तर्फबाट आरोप लगाइएको छ अब ती पनि एमालेको लागि रुचिकर विषय होइन होइन त्यसले गर्दा उनीहरूको बिचमा त्यस्ता खटपट त छन् तर के भने यो चाहिँ के भने एउटा ठुलो डरबाट ठुलो खतराबाट बच्नको निम्ति आफ्नो मान्छेलाई गिरफ्तारीबाट बचाउनको निम्ति गठबन्धन बनेकोले र यो गठबन्धन टुटेपछि उनीहरूको लागि सान्दर्भिकता अझै सकिएको छैन अर्को गठबन्धन यो गठबन्धन टुटेर अर्को गठबन्धन बनेपछि फेरि पनि ती हिजोका अप्ठ्यारोमा परेका मान्छेहरू पूर्णतः मुक्त नभइसकेको हुनाले त्यसकारण अहिले शेरबहादुर देउवाले यति केही असन्तुष्टि चर्कै असन्तुष्टिकै भरमा मात्रै गठबन्धन तोडिहाल्ने सम्भावना कम छ होइन अब यो कतिपय बाह्य शक्तिहरूले यो गठबन्धन तोड्नको निम्ति नेपाली काङ्ग्रेसलाई दबाब दिएका होला थाइल्यान्डको भ्रमणमा तर पनि सायद त्यही कुराको ग्यारेन्टी नभएकोले र भोलि फेरि कथित वाम एकता हुँदैन भन्ने कुराको ग्यारेन्टी नभएकोले नै अब देउवाले चाहिँ सरकार बदल्ने कुरा गरेन नभए देउवा उपचारको निम्ति थाइल्यान्ड जाने क्रममा यहाँ फर्केर आउने बित्तिकै सरकार बदलिन्छ सरकार समीकरण चेन्ज हुन्छ गठबन्धन भत्किन्छ नयाँ सरकार बन्छ भनेर यहाँ गल्ली गल्लीमा चर्चा थियो नि त तर के भने त्यो भएन किनभने सायद त्यो बाह्य शक्तिको जुन माइक्रो म्यानेजमेन्ट गर्ने बाह्य शक्ति हिकमवादी बाह्य शक्तिले नेपाली काङ्ग्रेसको त्यो डरलाई सम्बोधन गर्न सकेनन् होला होइन यो दुइटै कुरालाई फेरि निकटका मान्छेहरू गिरफ्तार हुँदैन अथवा भोलि त्यस्तो गर्दा गठबन्धन तोड्दा कथित वाम एकता बन्दैन वाम मोर्चा बन्दैन वाम सहकार्य हुँदैन भन्ने कुराको ग्यारेन्टी नहुँदा नै अब मलाई लाग्छ देउवा पनि
तोड्न तयार नभएका होलान्। अहिले पनि यो अहिलेको केस गए पनि त्यो खतरा त जिउका तिउ छ होइन। कि त ती दुइटै डर हट्नु पर्यो, नत्र लडतरो चोटमा देउवालले सरकार छोड्छन् भन्ने देखिन्न। यहाँनिर जस्तो अब सोमबार मात्रै गणतन्त्र दिवस मूल समारोह समितिको बैठक बस्यो र त्यसमा काठमाडौँ महानगरका मेयर बालेन शाहलाई पनि बोलाइएको थियो। तर योभन्दा अगाडि पनि पटक पटक उनले अब त्यो बैठक बहिष्कार गर्दै आएका थिए। तर सोमबार पनि बैठकमा नआएपछि प्रधानमन्त्री अब नामै त लिनु भएन, तैपनि अब पटक पटक नआएपछि यसरी पटक पटक नआउनेहरूलाई चाहिँ नबोलाउँदा नै हुन्छ, मानका खातिर मान किन गर्ने भन्ने हिसाबले पनि उहाँले बालेन लक्षित टिप्पणी गर्नुभयो। र त्यसको जवाफमा बालेनले चाहिँ ठ्याक्कै के लेख्नुभयो भने महासचिव, जुन देशमा राजधानीको मेयरले भ्रष्टाचार रोक्छु भन्दा देशको सबै पार्टीको सबै लागेर भ्रष्टाचारी जोगाउँछु भन्छ, त्यसको नाइकेको कार्यक्रममा म गइदिनु पर्ने? सरी केपी ओली, आई डोन्ट सपोर्ट योर करप्ट सिस्टम भनेर भन्नुभएको छ। यसलाई कसरी हेर्नुभयो? अब यो त बालेन र प्रधानमन्त्री बीचको यो टक्कर वाकयुद्ध छ नि, कसरी हेर्नुभयो? त्यही वाकयुद्धकै क्रममा अब उनी गएनन्। अब उनी नगएको कारणले नआउनेलाई नाम नराख्नु भन्ने ठाउँमा पुगे। उनले त्यसो गरेपछि उसले म आउँदिनँ होइन, तिमी करप्ट हौ, तिम्रो कार्यक्रममा म सहभागी हुन्न भने होइन। उनीहरूको बिचको यो वैयक्तिक विरोध चाहिँ अब भन्नु एक किसिमको मर्यादाको सीमा नागेर गएको देखिन्छ होइन। त्यो गर्ने क्रममा केपी ओलीले उनलाई हटाए भने पनि उनले उनीमाथि पनि एउटा दाग रहिरहन्छ होइन। उनले त्यतिकै आधारमा उनले हटाए। अब उपमेयर त महानगरपालिकाको उपमेयर त त्यहाँ उपस्थित थिइन् होइन। अब त्यो अर्कोपट्टि बालेनलाई उनले जुन अब नल्याउने भनेको छ, नबोलाउने भनेको छ, अब त्यो समारोह समितिमा उनको नाम काटिन्छ भने त्यो विरोध झन् त्यो व्यक्तिगत विरोध झन् बढेर जान्छ, जसले दुइटै पक्षलाई असर गर्छ, अहिले हानि गर्छ नै। तर त्यति अब उनले कति विरोध गरे पनि, बालेनले विरोध गरे पनि औपचारिकता बस पनि उनले गएर जान पनि सक्थे होइन। अब उनले पनि त्यो औपचारिकता पुरा गरेन। प्रधानमन्त्रीले पनि पद हुँदाहुँदै पदेन उपस्थिति भन्ने कुरालाई बोलाउँदा पनि नआएपछि उनले हटाउने किसिमको नयाँ निर्णय गरे होइन। बालेनले जुन ढङ्गले कुरा गरे नि, तपाईँको यो करप्ट सिस्टमको नाइके तपाईँको त्यो कार्यक्रममा म किन आउने भन्ने हिसाबले प्रधानमन्त्री सिधै भ्रष्टाचारीको नाइकेको रूपमा उहाँले चित्रित गर्नुभएको छ नि बालेन शाहले। कसरी हेर्नु भएको छ यो? उहाँले भने जस्तै भ्रष्टाचारको नाइके संरक्षक केपी ओली नै हुन्, प्रधानमन्त्री हुन्। एउटा स्वाभाविक छ कि सत्तामा बस्ने प्रतिपक्षमा बस्ने सबैले भ्रष्टाचारीलाई आफ्नो गच्छे अनुसार आफ्नो हैसियत अनुसार सहयोग गरेकै छन् होइन। अब यस्तो स्थितिमा अब कि त उनले त्यस्तो हुन्छ भने उनले त्यहाँ यही क्रमले अगाडि गए मेयर पद पनि छोड्लान् होइन, कि छोड्नु पर्यो यही दिशामा अगाडि बढ्ने हो भने होइन भने अब उनले फर्मालिटी पुरा गर्न पनि उपस्थित हुन सक्थे। अब कोही व्यक्तिप्रतिको उनको विरोध त तब पनि रहन्थ्यो नि, नरहने कुरा होइन। उनले विरोध राख्न सक्छन्, उनको विरोध गलत हो भने त्यसको कुनै अर्थ रहेन, उनको विरोध सही हो भने त्यो एकदम पुष्टि हुन्छ होइन। अब तर यो जुन वैयक्तिक द्वन्द्व जुन ढङ्गले चर्क्यो त्यसले दुवै पक्षलाई, प्रधानमन्त्रीको र मेयरको दुइटै पक्षलाई असर त गर्छ नै होइन, हानि त गर्छ नै। अब तर यो द्वन्द्व बढ्दै जाला र भोलि त्यसले कस्तो रूप लिएर अराजनीतिक रूप लिएला भन्ने कुरा अहिले निश्चित छैन। महानगरकै कामलाई लिएर बालेन शाह जसरी काठमाडौँ महानगरको मेयरको रूपमा आए, तपाईँले चाहिँ अब पब्लिक रूपमा त बालेन शाहको एउटा युवा जोस जाँगर सहित केही गर्न आएको व्यक्ति गरेको महानगर सफा राखेको भन्ने पनि चर्चा हुने गर्छ। हजुरले बुझ्दाखेरि चाहिँ साँच्चै महानगरमा एक ढङ्गले भन्नाले सरसफाइ राख्ने कुराहरूले सभ्य महानगर एक ढङ्गले व्यवस्थित महानगर बनाउन बालेनले गरेको भूमिकालाई यहाँले कसरी? होइन, त्यस्ता कतिपय कुराहरू अरूहरूले दलीय प्रभावमा बस्नेहरूले गर्न नसक्ने काम गरेका छन् होइन। अब त्यो त्यो जाँगर र त्यो कामप्रति मेरो सकारात्मक भाव नै छ, मैले त्यसलाई अन्यथा ठान्दिनँ। तर उनले जुन ढङ्गले चाहिँ
जुन जुन किसिमको उनको भनौँ कार्यशैली हुनु पर्थ्यो होइन अब उनले मैले देख्दा उनको कार्यशैली अति बढी निरङ्कुश छ होइन अलिकति उनको उनीलाई जनप्रतिनिधिहरूले पनि समयमा भेट्न सक्दैनन् जनताले त भेट्ने टाढाको कुरा हो होइन उनी जुन शिक्षा सदन सञ्चालन गरेकी जो समाजसेवी पूर्व मन्त्री भद्रकुमार घलेले समेत 4 घण्टा कुर्दा समेत भेट्न पाएन अनुहारै देख्न पाएन भन्ने कुरा अरू धेरै अनि यो चाहिँ एउटा जनप्रतिनिधिको चरित्र होइन तानाशाह जस्तो देखियो अब तानाशाहका उनका केही भनौँ यो दलीय प्रतिनिधिहरूले गर्न नसक्ने कतिपय कुराहरू गरे अनि जस्तो भत्काउनमा त माहिर भए तर कन्स्ट्रक्सनमा जुन ठाउँमा भत्किए तिनीहरूको तदारक साथमा निर्माण व्यवस्थापनमा पनि लागेको भयो त्यो हुन्थ्यो तर ती दुइटै कुरा गरेको भए पनि उनको शैली चाहिँ अनडेमोक्रेटिक हो उनको शैली अनडेमोक्रेटिक हो धेरैको मैले कुरा सुनेको छु उनी एकदम रहस्यमय ढङ्गले जान्छन् एउटा तानाशाह जस्तो कोसँग भेट गर्दैनन् उनले चाहिँ मिडिया पनि आजसम्म उनी मेयर भएपछि एकचोटि अन्तर्वार्ता फर्मल इन्टरभ्यू भएको छैन अनि उनले चाहिँ अब भनौँ न सामाजिक सञ्जालबाट चाहिँ आफ्नो निर्देशनहरू आफ्नो विचारहरू पठाउँछन् यो पनि एउटा पुँजीवादी प्रजातन्त्रमा एउटा निर्वाचित जनप्रतिनिधिको यस्तो यो शैली यो कार्यशैली चाहिँ त्यो डेमोक्रेटिक होइन यो रुचिकर शैली होइन अनि अब त्यस्तो शैली हुने मान्छेले भोलि नराम्रो काम पनि त्यसरी नै गर्न सक्ला होइन कतिपय काम अहिले ठिकै भए पनि अब एक दुईवटा कतिपय कामलाई ठिक भन्नु एउटा कुरा हो तर जब तपाईँ त्यो काम गर्ने कर्ताको कुरा गर्नुहुन्छ कर्ताको शैली विचार तौर तरिका यी सबै कुरालाई पनि हेर्नुपर्ने हुन्छ त्यसरी हेर्दा उहाँको शैली चाहिँ डेमोक्रेटिक रहेको देखिँदैन ठिक छ त्वरित चाँडै निर्णय गरून् होइन त्यो पनि डेमोक्रेटिक भएर पनि गर्न सकिन्छ धेरैको राय सुन्न सकिन्छ नागरिकहरूको जनप्रतिनिधिहरूको एक्सपर्टहरूको कतिपय उनले आफ्ना निकटका मान्छेहरूसँग भित्री रूपमा सल्लाह त गरेका होलान् तर जनप्रतिनिधिहरू चाहिँ जनप्रतिनिधित्व पनि त्यति महत्त्वपूर्ण ठाउँ पुग्ने जनप्रतिनिधि खुला हुनुपर्छ सबैको निम्ति प्राप्य हुनु पर्यो होइन पहुँचमा हुनु पर्यो र अब नागरिकहरूले जनप्रतिनिधिहरूले भेट्न चाहँदा समय तत्काल नहोला ढिलो चाँडो होला तर भेट्न सक्नुपर्ने तर उनलाई त्यसरी कोही नागरिकले भेटेको जनप्रतिनिधिले भेटेको त्यस्तो रेकर्ड छैन क्या भाइ बाटोमा हिँड्दा हेलो हाई भनेर फ्यान ग्रिटिङ गर्ने बाहेक अरू कुरो देखिँदैन होइन त्यसले गर्दा यो तौर तरिका यो शैली ठिक होइन यसमा चाहिँ सचिन जरुरी छ हुने हैन सचिनुपर्छ नभएदेखि त्यसबाट भोलि अरू ठुलो त्रुटि पनि हुन सक्छ यहाँनिर अब मासु जो अब अलिकति फरक प्रसङ्ग जस्तो अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति पूर्व गृहमन्त्री रवि लामी छानेको विषय पनि एकदमै चर्चाको विषय बनाएको छ सोमबार पनि रवि लामी छानेको बन्दी पक्षको ऋण चाहिँ 6औं पटकको लागि स्थगित भयो हेर्न नमिल्नेमा फरक अहिले अब तपाईसँग मंगलबार कुरा गर्दा अहिले अब न्यायाधीश द्वय नकुल सुवेदी र बालकृष्ण ढकालको समिति इजलासमा परेको छ भन्ने कुरा आएको छ अब यसअघि 6 पटकसँग हेर्न नमिल्ने पर्यो बन्दीपछि रिट भने फेरि 24 घण्टाभित्र एउटा आफैमा एउटा संवेदनशील रिट भएको हिसाबले सार्वजनिक बिदाका दिन समेत दशैं तिहार जस्ता बिदाका दिन पनि अदालतकोले चाहिँ यसको रिटलाई चाहिँ प्राथमिकता राखेर सुनवाई गर्नुपर्ने त्यसबारे आदेश अथवा रिट जारी गर्नुपर्ने हो नपर्ने एकछिन मेरो यो अलिकति मेमोरी अफ भएछ एकछिन मासुजी अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामी छानेको बन्दी प्रत्यक्षीकरणको रिटको विषय पनि चर्चामा आएको छ सोमबार मात्रै उनको 6औं पटक प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र माननीय न्यायाधीश नित्यानन्द चुडालको इजलासमा परेको थियो तर अब नातेदार पर्यो भन्ने हिसाबले उहाँको सोमबार पनि मुद्दा हेर्न नमिल्नेमा पर्यो र पेशी सर्यो अहिले मंगलबार अहिले न्यायाधीश द्वय नकुल सुवेदी र बालकृष्ण ढकालको समिति इजलासमा परेको छ भन्ने छ अब बन्दीपछिको रिट फेरि आफैमा एक ढङ्गले भन्दाखेरि 24 घण्टाभित्रै त्यसको न्यायिक निरूपण हुने रिट दर्ता गर्ने अथवा रिट जारी गर्ने या नगर्ने भन्ने कुरा यो संवेदनशीलताका आधारमा त्यो हुनुपर्छ भन्ने विषयमा मान्यता पनि छ तर रवि लामी छाने हकमा चाहिँ वैशाख 7 गते उनकी पत्नी निकिता पौडेल लामी छानेले रिट हालिन् तर अहिलेसम्म झन्डै आज तपाईसँग 6 गते संवाद गर्छ लगभग 1 महिना पुग्न लाग्दा पनि खाली हेर्न नमिल्ने र हेर्न नभ्याइनेमा पर्ने यो हिसाबको कुराले यो बन्दीपछिको रिटमा उनको बारेमा सुनाइ ढिलाइ हुनुको पछाडि के कारण हुन्छ हैन एउटा पहिलो कुरा त यसरी लगातार 5 चोटिसम्म 6 चोटिसम्म त्यसो संयोग नपर्नु पर्ने हो हैन एउटा पहिलोचोटि पर्यो त्यसपछि संयोग नपर्ने गरी चाहिँ त्यो उनको
इजलास तोक्नुपर्ने हो होइन। अब 6-7 चोटि हुनाले अब यो त स्वाभाविक होइन। मैले यति भन्न सक्छु यो स्वाभाविक होइन, योजनाबद्ध पनि हुन सक्ला, कोही लागेका पनि होलान्। अब त्यहाँ अब देखिहाल्यो कि होइन अब रेशम चौधरीलाई एकजना त्यहाँको कर्मचारीले नि अब उनलाई चाहिँ पक्राउ गर्ने चाहिँ कागज बनाइदिएको हुनाले पुलिसले केही घन्टा त थुन्नु पर्यो, थुन्यो। सर्वोच्च अदालतभित्रै भएको कुरा हो यो। सर्वोच्च अदालतभित्र त्यस्ता मान्छे पनि रहेछन् भनेपछि त सर्वोच्च अदालतमा यो 6 पटक चाहिँ यो जुन नातेदार परेर चाहिँ हेर्न नमिल्ने स्थिति बनाइएको हो कि भन्ने शङ्का पनि लाग्छ मलाई। त्यो शङ्का पनि लाग्छ। उच्च अदालत पोखरामा रवि लामिछाने पक्षलाई अधिवक्ताहरूलाई परिवारलाई जानकारी नै नभएकोमा पेशी तोकेर एकल सुनाइ अगाडि बढेको भन्नेसम्म कुरा आयो क्या। अनि त्यस कारणले गर्दा यो चाहिँ अब 6 पटक पर्नु त्यो स्वाभाविक होइन, संयोग पनि हुन सक्दैन त्यस्तो। अब यसमा यसरी नियत बस्ने गरेको हुन सक्छ भन्नेमा आशंका गर्ने ठाउँ रह्यो। एकजना मान्छेमा एउटा कर्मचारीले भनौँ कुनै आधार बिना नै सर्वोच्चको चिठी लेखेर पुलिसलाई गिरफ्तार गर्ने आदेश दिएर एकजना व्यक्तिलाई केही घन्टा हिरासतमा राख्न सकिन्छ भने अब त्यही सर्वोच्चभित्र त्यस्तो काम होइन, त्यस्तो संयोग जुटाउने काम पनि हुन सक्दैन भनेर कसले भन्न सक्छ? जब त्यत्रो कुरा हुनसक्छ भने होइन, एकजना मान्छेलाई अब गलत निर्णय सर्वोच्चको तर्फबाट गलत निर्णय पठाएर उसलाई समातेर हिरासतमा राख्न सकिन्छ भने अब यो पनि यो संयोग परेको भन्दा पारिएको हो कि होइन? राष्ट्रपालले भन्दै आएको पक्राउदेखि नै अलिकति राज्य एउटा व्यक्तिमाथि लागेको प्रतिशत साधेको भन्ने कुराहरू चाहिँ होला। रवि लामिछाने कुनै गल्ती होला, गल्ती त हुनसक्छ मान्छेमा, तर जुन उनको व्यवहार देखियो त्यो चाहिँ अलि बढी राज्य अलि विरुद्ध पूर्वाग्रही जस्तो देखियो होइन? यो अस्वाभाविक हो। राज्य पूर्वाग्रही भएको होला अथवा त्यहाँभित्र अरू कोहीले पसेर त्यस्तो गर्छ भने पनि त्यस्तो संस्थाभित्र त्यस्तो गतिविधि गर्नु नहुने हो होइन। त्यस कारण यो चाहिँ जुन ढङ्गले चाहिँ मलाई स्वाभाविक लाग्दैन होइन। स्वाभाविक होइन, एकचोटि हुन सक्ला, 2 चोटि हुन सक्ला, 6 चोटि चाहिँ त्यस्तो हुन्छ। अब पछिल्लो पटक अब 7औं पटक जुन भइरहेको छ अब त्यो अहिले पनि अब छविलाल जोशीको सँगै सुनाइ गर्ने भन्ने हिसाबले अब इजलासमा बहस लम्बिने जस्तो देखिएको छ। आज पनि नहुन सक्छ यो विषयमा। अब त्यो के हुन्छ भनेपछि यो चाहिँ अलिक अनावश्यक दुःख दिइएको देखिएको छ होइन। यो जो अनुचित हो होइन। ठिक छ, उनी दोषी हुन् कि होइनन् भन्ने कुरा अदालतले आफ्नो प्रक्रिया अनुसार निर्णय गर्ने कुरा हो। तर कोही प्रति पनि यस्तो बाङ्गो हुनु उचित होइन, पूर्वाग्रही हुनु उचित होइन, यसरी दुःख दिनु उचित होइन। माया राईकी कुरा गरौँ भने 15 गते माया राई कपन घरबाटै पक्राउ पर्नु, जो षोडलक्ष्मी बचत तथा ऋण सहकारी संस्था जो कालीमाटीमा रहेको छ, उनको त्यो संस्थाको उपसचिव समेत भइसकेको मान्छे, काङ्ग्रेसको समानुपातिक सांसद, उहाँ अब 15 गते वैशाख 15 गते पक्राउ पर्नुभयो। 30 गते उहाँलाई जिल्ला अदालत काठमाडौँ मुद्दा दर्ता गर्यो सहकारी ठगी र सङ्गठित अपराधमा, र 31 गते नै अदालतमा बयान बहस भएर 10 लाख धरेटीमा छाड्नु भन्नाले उहाँ हिरासत मुक्त हुनुभयो। मैले भन्नु चाहिँ काङ्ग्रेस सांसदको 15-16 दिनमै हुने, अनि लामिछानेको चाहिँ 2-3 महिना, एमालेको सङ्गठित अपराधमा त 60 दिन थुनेर अनुसन्धान गर्न प्रहरीलाई त्यो समय हुन्छ नि। एउटा सांसदको यस्तै सहकारीको केसमा पर्ने सार्वजनिक लेखा समितिका सभापति श्रीमती अञ्जना कोइराला बिहान हाजिर गराइयो, बेलुका फैसला बयान बस एकै दिन भएर एकै दिन भयो। अघि तपाईँले 2 दिन लागेको कुरा गर्नु त्यो त एकै दिनमा पनि भएको छ। एमालेको काङ्ग्रेसको 2 दिन भएछ होइन। तर यिनको चाहिँ बन्दी बन्दी रेडी हेर्नुस् है, 1 महिना हुन लाग्यो। यो चाहिँ यो अस्वाभाविक कुरा हो र यो यसलाई मानिसहरूले नियतवश गरेको भनेर आरोप लगाउँदाखेरि त्यसलाई होइन भनेर भन्न सकिँदैन। भन्नाले यी यस्ता गतिविधिहरूले चाहिँ राज्य चाहिँ प्रतिपक्षी अथवा आफूलाई चुनौती हुने खालको कुनै शक्ति अथवा नयाँ शक्ति आयो भने चाहिँ पुरै शक्ति लगाएर यो त्यसका विरुद्ध लाग्छ भन्ने पनि प्रमाण हुन सक्छ। यो भयो भने त न्यायिक निरूपणता अथवा न्यायालयमाथिको विश्वास पनि घट्छ नि होइन। व्यक्तिको विरोधमा जानु, अब प्रक्रियालाई उल्लङ्घन गर्नु कसरी सुशासन हुन सक्छ? यो त कुशासन हो नि, यो त सत्ताको दुरुपयोग हो होइन। यो एकदम गलत कुरा हो। यसले अब अहिले त खुदै प्रधानमन्त्री अब सुशासन आयोगको अध्यक्ष बनेका छन्, एउटा पनि मिटिङ बनेको छैन, बसेको छैन, महिना दिन गुज्रिसक्यो होइन। अब आदि इत्यादि छन् जहाँ जुन मन्त्री परिषदले आफ्ना सदस्यहरूको मन्त्रीहरूको
सम्पत्ति विवरण सार्वजनिक गरेको छैन होइन। अब त्यस मन्त्री परिषदको प्रधानमन्त्री नै सुशासन आयोगको अध्यक्ष बनेर पनि जुन किसिमका काम भइरहेका छन् यो त के सुशासनको खिल्ली उडाउनु जस्तो हो कि सुशासनको खिल्ली उडाइएको छ। रवि लामिछानेको केसमा पनि उनी दोषी निर्दोषी के हुन् भन्ने कुरो त सर्वोच्च अदालतले टुङ्गो लगाउने कुरा हो, तर प्रक्रिया नै यति भनौँ न अस्वाभाविक जालझेलपूर्ण जुन कृत्रिम बनावटी जस्तो लाग्छन्। त्यस्तो स्थितिमा त्यसलाई चाहिँ कसैले चाहिँ उचित हो भनेर भन्न सक्दैन। हुन्छ, अब यो गभर्नर प्रक्रियाको विषयमा चाहिँ सर्वोच्चमा सुनवाई सकियो, सपना प्रधान मल्ल माननीय न्यायाधीशको इजलासमा परेको भन्ने कुराहरू आयो। अब यसको आदेश पर्खदै भन्ने कुराहरू समाचार आएको छ। तपाईँसँग संवादको अन्तिमसम्म यो विषयमा केही न केही आदेश पनि आउला, त्यो भयो भने म तपाईँसँग त्यो विषयमा पनि जान्ने प्रयास गर्नेछु। अब अलिकति अन्तर्राष्ट्रिय प्रसङ्ग जस्तो भारत पाकिस्तान युद्ध यो बिचमा एक ढङ्गले 4 दिनसम्म युद्ध भयो र त्यसपछि एकाएक एक ढङ्गले उनीहरू सिजफायर गर्न सहमत भए। त्यसमा चाहिँ अमेरिकाले हाम्रो पहलमा भयो भनिराख्दाखेरि भारतले स्वीकार गर्न चाहेन। पाकिस्तानले चाहिँ एक ढङ्गले भन्दाखेरि भारतमाथि विजय प्राप्त गरेको जस्तो गरेर पनि उसले एउटा हर्षोल्लासको अवस्था अब त त्यो ढङ्गले मनाइरहेको अवस्था छ। 4-5वटा फाइटर जेट खसाले, फ्रान्स निर्मित राफेल 3वटा, अरू अब रसियामा बनेको सुखोई 30 लगायत मिग 30 लगायतका केही विमानहरू खसाले भन्ने छ। यो बिचमा 3-4 दिनै भारत पाकिस्तान दुवै आणविक शक्ति सम्पन्न राष्ट्रहरू हुन्, त्यसको चिन्ता नेपालमा पनि व्यापक रूपमा भएको थियो। भलै एउटा सिजफायरमा आउनु आफैमा सकारात्मक कदम होला, तर उनीहरूको द्वन्द्व एक ढङ्गले अगाडि पनि बढ्यो र 3-4 दिनमै यो युद्ध रोकिनुको पछाडि चाहिँ यसलाई कसरी हेर्नु भएको छ? एउटा कुरा के भने वास्तवमा यो चाहिँ अब जुन गाउँमा जुन टेरिस्ट एट्याक भयो वैशाख 9 गते होइन, अप्रिल 22 तारिकमा, अब त्यो निन्दनीय कुरा हो। हामी सबै त्यसको निन्दा गर्छौँ। टेरोरिजमलाई त्यसलाई पालन पोषण गर्नुहुन्न होइन, तर खुदै इन्डियाले माओइस्टलाई टेरोरिस्ट भनेर पनि उनीहरूले नै पालन गरेर राखेको पनि नेपालसँगको सम्बन्धले बताउँछ होइन, यो इतिहास छ। अब त्यो गलत कुरा हो र हामीले टेरोरिजमलाई समाप्त गर्ने, अन्त्य गर्ने सम्बन्धमा कुनै पनि सरकारले गर्ने कारबाहीलाई हामीले उचितै ठान्छौँ भने त एउटा कुरा हो। तर त्यसबाट त्यो जुन दुई देशको बिचमै युद्धको स्तरमा चाहिँ विवाद बढ्नु र यो चाहिँ खालि टेरोरिस्टहरूको अड्डामा मात्रै हमला गर्न नभएर दुई देशको बिचमै युद्ध छिडिने एउटा खतरा पैदा हुने कुरा थियो। त्यो एउटा चिन्ताको विषय थियो। त्यो गलत हो, हामीले पनि त्यो गलत हो। यसले चाहिँ भारत पाकिस्तान दुइटैको भलो गर्दैन, दक्षिण एसियाको भलो गर्दैन, एसियाकै भलो गर्दैन होइन। त्यसको प्रभाव असर नेपालमा पनि पर्छ, त्यसको प्रभाव हामीलाई पनि पर्ने हो। त्यति नै मात्रै नभएर त्यो बढ्दै जाँदा दुइटै आणविक शस्त्रधारी मुलुक भएकोले गर्दा अब कुनै मुलुकले त्यसमा होइन आफ्नो सुरक्षा, आफ्नो अस्तित्व नै अन्त्य हुने खतरा देख्यो भने त्यस्तो युद्धमा उसले मर्ता क्या नै कर्ताको हिसाबले अणुबम प्रयोग गरेर ठुलो तहस नहस पनि आउन सक्थ्यो दक्षिण एसियामा होइन। आदि इत्यादिका ती खतराहरू थिए। तर के भने मलाई के लाग्छ भने जुन ढङ्गले पाकिस्तानले अब चीनबाट जो हतियार ल्याएको थियो, जेटेन्सी जुन विमान थियो र जुन ढङ्गले त्यसको मिसाइलहरू चीनबाट बनेका मिसाइलहरू थिए, त्यसले गर्दा अब राफेल विमान र अरू 2-3टा महत्त्वपूर्ण विमानहरू, रुसको पनि विमान, युद्धक विमान भारतले प्रयोग गरेको, तिनीहरू नष्ट भएपछि मलाई के लाग्छ भने त्यो विमान त्यस्तो होइन। अब यो त स्वतन्त्र पुष्टि हुन त बाँकी छ, तर 2-3वटा चाहिँ राफेल खसेको भन्ने कुरा त अन्तर्राष्ट्रिय मिडियाहरूले लगभग पुष्टि गरेको भनिसके। अरू पनि त आउला, नभए पनि राफेलै खस्नु पनि ठुलो कुरा हो। त्यो सबभन्दा ताकतवर हतियार भनेर ल्याएको र त्यसैमा नि अडेर भारतले चाहिँ आफ्नो विरोधीलाई 70 पार्छु भनिरहेको बेलामा अब तीलाई पहिलोचोटिकै एट्याकमा त्यसरी समाप्त हुनु, त्यही पनि अब त्यति नाम नचलेको होइन। अब चिनिया अभ्यास नभएको त्यो गर्नु र ती मारक क्षेपास्त्रहरू जुन प्रयोग भए होइन। अब यसले गर्दा चाहिँ चीनको सुपेरियर हतियारहरू चाहिँ पाकिस्तानसँग छन् र यदि युद्ध हुने हो भने उसले चाहिँ भारतको भनौँ न
यो विमान आक्रमणलाई चाहिँ त्यसलाई चाहिँ उसले पूर्णतः असफल बनाइदिने खतरा देखेर दबदबा कायम गर्ने र त्यसपछि त्यस्तो स्थितिमा भारतले दबाएर भाग्नुपर्ने स्थिति आउन सक्ने खतरा या उनीहरूले त्योभन्दा पनि त्यस्तो स्थिति आएपछि कुनै पनि पक्षले गैर जिम्मेवार ढङ्गले अणुबम प्रयोग गर्ने जस्ता काम पनि हुन सक्नेदेखि त्यो ढङ्गले भारत व्याकुम भयो। अनि यस्तो स्थितिमा अब डोनाल्ड ट्रम्पले पनि त्यस हदसम्म अगाडि नजाओस् भन्ने सोचेर उसले पनि दुवै पक्षलाई त भन्यो होला र तर भारतले स्वीकार गरिरहेको छ नि अमेरिकाले मध्यस्थता गर्यो भनेर। मध्यस्थता भए नभए पनि उसले रोक्ने कुरा त भनेकै हो नि, सार्वजनिक ढङ्गले भनेकै हो। र वास्तवमा पाकिस्तानको एयर स्ट्राइक उसको हवाई प्रत्याक्रमण चाहिँ सशक्त भएर त्यस्ता नाम चलेका फ्रान्सेली राफेल विमान र अरू रुसका पनि विमानहरू नष्ट भएपछि भोलि राम्रो हुने छैन भन्ने ढङ्गले अब उसले अमेरिकाको कुरो माने पनि नमाने पनि भारतलाई पनि अगाडि बढ्न उचित भएन। अन्त भारतले भनेको छ ती पाकिस्तानको अनुरोधमा हामीले युद्ध विराम गऱ्यौँ भने पनि पाकिस्तान त त्यो स्थितिमा युद्ध विरामपछि उनीहरू उत्साहित भएर उनीहरूले चाहिँ होली खेले जस्तो गरे, उत्सव मनाए उनीहरूले। अब त्यस कारण भारतले चाहिँ पाकिस्तानले चाहिँ रोकौँ भन्ने प्रस्ताव राखेपछि हामीले रोकेको भने पनि यो चाहिँ बढी नोक्सान भारतको भएकोले भारतले नै पछि हट्न चाहेको हो जस्तो देखिन्छ। अब यो बाहिरबाट हामीले अध्ययन गर्दा पाकिस्तानी कब्जा भयो जस्तो भारतीय मिडियाको त कुरै छोड्नुहोस् न, हामीले त वक्तव्य भन्यो भारतीय मिडियालाई नेपालीहरूले नपत्याउनुहोस् भनेर हामीले नै वक्तव्य पनि जारी गरेका थियौँ। अब उनीहरूले त खुदै पाकिस्तानको 9वटा एयरबेसै नभएको ठाउँमा हामी एयरबेस नष्ट गर्यो भन्दै थिए। त्यो भन्ने र अब उनले विभिन्न सहरहरू कब्जा भए, हजारौँ मान्छे यस्ता हावा कुराहरू गर्ने ती हावा मिडियाहरू हुन्, गोदी मिडिया हावा मिडिया हुन्। तिनीहरूले चाहिँ अत्यन्त दुई देशको बिचमा दुश्मनी बढाउने पनि तिनीहरू नै हुन्। अब देशमा भारतको नभएको शक्ति देखाउने पनि उनीहरू हुन्। तिनीहरूले भारत सरकारलाई पनि हित गर्दैन क्या, भारत सरकारले जनतालाई पनि मिसइन्फर्म गर्ने र विश्वमा चाहिँ उनीहरू आफै पनि बदनाम हुने उनीहरूले काम गरेका छन्। तर यो युद्ध जहाँसम्म हो अब यो पाकिस्तानले प्रयोग गरेका चिनिया हतियारको कमालपछि उसको सफलतापछि भारतले तत्काल पछि हट्न चाहेको होला भन्ने विश्लेषण गर्न सकिन्छ। यहाँनिर मासु जस्तो अब यो युद्ध कसले रोके हो भन्ने जसकै विषयमा चाहिँ अब अमेरिकाले गर्यो भन्ने आफ्नो ठाउँमा, तर नेपालकै प्रधानमन्त्री केपी शर्माले चाहिँ के भन्नु भने दुई छिमेकीहरू पाखुरा सुर्काएर हानान गर्न खोज्दै थिए, तर अब हामीले पनि अब एक ढङ्गले कुराकानी गरौँ दुवैसँग अनि त्यसपछि युद्ध रोकियो भन्नाले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नै युद्ध रोक्न पहल गरेको जस्तो तरिका उहाँले टिप्पणी गर्नु। यो टिप्पणीलाई कसरी हेर्न सकिन्छ जबकि उहाँले मे 5 देखि मे 10, 11 सम्म कुनै सोसियल मिडियामा अब युद्ध रोकिनुपर्छ भनेर भनेको अथवा अधिकृत विज्ञप्ति कहिले जारी गरेको पाइएको छैन। उनले त जुन ढङ्गले भारत युद्ध रोक्न मैले रोके भने जस्तो तरिकामा व्यक्ति जुन ढङ्गले उनले भने त्यो उनले भनेको पनि होइन र उनको भनाइले पाकिस्तान भारतले त्यस्तो गरेको पनि होइन। यी अर्का गोदी मिडिया जस्ता भयो क्या, ओली मिडिया ओली आफै त्यस्तो भयो कि जब उसले भनौँ उनले त्यस्तो भनेकै छैन। मलाई राम्ररी थाहा छ कि हामी भारतको यो आतङ्कवाद विरोधी युद्धलाई समग्र रूपले अल आउट सपोर्ट गर्छौँ भन्ने ढङ्गको वक्तव्य दिने उसले चाहिँ भनौँ न सार्कको अध्यक्ष नेपाल अहिलेसम्म रहिरहेको कुरालाई ख्याल नगरी होइन दुईवटा छिमेकीमा हामीले आतङ्कवादको विरोध एउटा विषय हो, तर आतङ्कवादको नाउँमा दुई देशको बिचमा युद्ध भड्काउनु अर्को कुरा हो नि होइन। त्यही कारण यस्तो विषयमा भारतले आतङ्कवादको विरोधमा यो पहलगाउँमा जुन पहलगाममा भएको टेरोरिस्ट एट्याकको विरोधमा जे कारवाही गरे पनि हामी साथ दिन्छौँ भन्ने टाइपको वक्तव्य केपी ओली नेपाल सरकारले दिएको हो होइन। उसले चाहिँ दुई छिमेकी मुलुकमा सन्तुलन पनि कायम नराखेको हो होइन। यसरी उनी युद्धको पक्षमा थिए, पछि उसले त्यसो भन्नु त लाजमर्दो कुरा हो।
भनेपछि मलाई कूटनीतिक हिसाबले चाहिँ प्रधानमन्त्री लेभलबाट यो अभिव्यक्ति आउनु राम्रो होइन हैन यो 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 भने उनी आफै खुइलिने कुरा हो कि अब धेरै के भन्ने उनी यो यस्तो कुरा चाहिँ यो खुइलिने कुरा हो यो एक त उनले त्यस्तो भनेका पनि होइन त्यसो पहिले नै उनले प्रष्टै यदि उनले भारतीय एप्रोच आफ्नो बित्तिकै आतङ्कवादको विरोधमा हामी समर्थन गर्छौँ तर यो युद्धमा बढ्नुहुन्न हामीलाई खतरा छ दुईटै देशलाई खतरा छ भनेर पनि आएको भएदेखि त्यो एउटा भारतीय नेता आएको बेलामा त्यो भनेको भए र त्यो पेपरले क्यारी गरेको भए त त्यो एउटा कुरा हुन्थ्यो नि तर यहाँ त अब भारतीय विदेश सचिव विजय चौथाले आयो उनले त पुरै भारतलाई साथ दिनुपर्छ पाकिस्तान विरुद्धको लडाइँ भन्ने कुरामा सबै नेताहरूले एक गरेर भेट्न बोलाए चौथाईवालेलाई त्यसरी उनी आए अर्को त्यसपछि भारतीय अर्को नेता आए उनले कसैलाई उनले दुई देशको यो टेररिस्ट विरोधी आन्दोलन चाहिँ दुई देशको युद्धमा बदलिनु हुन्न भारत पाकिस्तानको बिचमा युद्ध सुरु हुने युद्ध भड्किने एउटा खतरा छ यो खराब कुरा हो यो हामी चिन्तित छौँ यस्तो नहोस् सम्बन्ध नभन्ने केपी ओली यो हावादारी कुरा केपी ओलीको कुरा कसले पत्याउने यो काम नलाग्ने कुरा हो यस्तो गर्ने भने त उनी आफै खुइलेर गए क्या यहाँनिर अब फेरि राष्ट्रिय राजनीतिमा फरक महासचिव जस्तो अहिले राजाको विषयमा राष्ट्र संस्था पक्षधर शक्तिहरू फेरि एकजुट हुने जस्तो पनि देखिया छ रविन्द्र मिश्र पनि अब जो राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो उहाँ विरुद्ध विभिन्न मुद्दा चलाउने प्रयास गरे पनि बन्दीपछि रिट मार्फत उनी सर्वोच्चबाट छुट्नुभयो 50 दिन पछाडि उहाँ छुट्नुभयो उहाँलाई अब नवराज सुवेदी नजरमा छुट्नुभयो अरू सबै अब दबल समितिमा सबै छुट्दाखेरि अहिले उहाँहरू अब सडकमा आएर चाहिँ एकदमले राष्ट्र संस्थापछि निर्णायक आन्दोलन गर्ने कुराहरू गरिराख्नु भएको जेठ 15 गतेबाट हामी सशक्त आन्दोलन गर्ने भनिराख्नु भएको छ अब राजनीतिक दिन त हामी केपी ओली जस्तो केही दिन अगाडि मात्रै एउटा अभिव्यक्ति दिनुभएको थियो उहाँले हामी त अब यति बेला वृद्ध पनि भयौँ भाग्न पनि सक्दैनौँ भन्ने हिसाबको अभिव्यक्ति दिँदाखेरि हामी हेलिकप्टर उपलब्ध गराउँछौँ तपाईँलाई भाग्न भन्ने हिसाबको पनि उहाँले टिप्पणी गर्नुभएको छ राष्ट्रवादीको आन्दोलन कसरी अगाडि बढ्छ के ठान्नु भएको छ अब गणतन्त्र जेठ 15 गते आउन धेरै छैन अब एक हप्ता मात्रै बाँकी छ कसरी हेर्नु भएको छ त्यति टिप्पणी योग्य कुरै होइन क्या यो मैले सुन्दैछु एक दिनमा हामी अब यो व्यवस्था पल्टिन्छौँ राजालाई सिरपेज लगाउँछौँ भन्ने मान्छेहरू अनि पछि त्यो त्यस्तै चाहिँ अब जोखाना हेरेर यहाँ व्यवस्था परिवर्तन गर्छन् भन्नेहरू होइन कुनै दिन कुनै कामको लागि शुभ हुने अशुभ हुने केही कुराहरू अब ज्योतिष विद्यामा होला होइन तर त्यो कुनै भाग्य छ भन्दैमा डोकोमा गाई दुहेर दुध अडिँदैन यो कुरा बुझे हुन्छ होइन होला शुभ दिनहरू अब विभिन्न कामका शुभ दिनहरू हाम्रो ज्योतिष विद्या अनुसार त खोज्न सकिएला त्यसको केही सामान्य अर्थ पनि होला होइन तर के भने यो जुन ढङ्गको अहिले अस्ति चैत 15 गते नै जो जनसभा विरोध प्रदर्शन र जनसभाको कार्यक्रम थियो र सिडिओ कार्यालय काठमाडौँ सिडिओ कार्यालयबाट अनुमति लिएर 3 कुनेमा मण्डप बनाएर पण्डाल बनाएर उनीहरूले कार्यक्रम सुरु गर्दै राष्ट्रिय गीत बजिरहेकै बेलामा जुन ढङ्गले सरकारले आँसु ग्यासका डेट एक्सपायर भएका गोलाहरू बर्सायो र त्यहाँ चाहिँ आतङ्कको माहौल सिर्जना गरेर ठुलो दमनकाण्ड सरकारले नै मचायो होइन यो आन्दोलनकारीहरूका केही अलि अपरिपक्व केही अलिकति केही उच्छृङ्खल केही गतिविधिहरू त्यो आन्दोलन उस्किनुमा त्यसको 5% जति भूमिका होला 95% त सरकारी मान्छेकै कारणले यस्तो भएको हुनुपर्छ गुमस्ताकै कारणले आन्दोलनमा घुसेका भिजिलेन्टेहरूकै कारणले त्यो कुरा भएको हुनुपर्छ क्या यो त्यही कारण त्यस्तो होइन भने म अहिले पनि चुनौती दिन्छु ओलीलाई तपाईँ एउटा उच्च स्तरीय न्यायिक छानबिन आयोग बनाउनुहोस् न होइन तपाईँलाई केपी बा भन्ने मान्छेहरू होइनन् समाजमा चिनिएका प्रतिष्ठित तटस्थ मान्छेहरू त्यस्ता न्यायिक आयोग बनाउनुहोस् न त्यसपछि नै त्यो घटनाकाण्ड कसले गरेको सरकारले गरेको कति सरकारको भूमिका छ कति आन्दोलनकारीको भूमिका छ कसको भूमिका छ भने तब त खुटिएर आउँछ तब त्यसपछि मान्छेलाई आरोप लगाउने पनि एउटा आधार हुन्छ यस्तो केही काम नगर्ने सबै काम हामी जस्तो मान्छेले देख्दाखेरि सबै काम सरकारकै नै योजना देखिन्छ होइन सरकारकै योजनाबद्ध ढङ्गले उता त्यहाँ प्रचण्डले यता अर्को सभा गर्दै थिए अब भिरकुटी मण्डपमा उतापट्टि समय भएको छैन उनले त्यहाँ केही भएको छैन त्यो भाटबटेनी कोटेश्वरको भाटबटेनीमा लुटपाट भयो भनेर उसले घोषणा गर्छ जति त भइरहेको छैन भन्नुको भने त प्रिप्लान काङ्ग्रेस एमाले माओवादी यी सबैले प्रिप्लान गरेर
त्यहाँ चाहिँ अरू ठुलो दुर्घटना गराएर त्यसै दिन चाहिँ राजालाई चाहिँ नजरबन्दमा राख्ने अथवा जेलमा राख्ने पनि योजना थियो होला। तर के भने दुर्गा प्रसाई चाहिँ आफूलाई चाहिँ सार्प सुटरले गोली हानेर मार्छ कि भनेर डराएर उनी आओ आओ भन्दै मानेश्वरमा पुगेपछि गाडीबाट उनलाई पुलिसले उतारेपछि उनी फेरि गाडी लिएर कोटेश्वरमा अब बसेर पछि अलिकति अनुकूलता हुने बित्तिकै गाडीमा चढेर उनी भागेको हुनाले उनले त्यहाँ गएर मान्छेलाई उचालेर केही गरेको भए त्यस अवसरमा त्यहाँ उर्तिरपट्टि भएको पेट्रोल पम्पमा आगो लागेको भए त्यसले ठुलो जनधनको क्षति पनि हुन्थ्यो र सत्ताधारीहरूलाई अरू धेरै मान्छेहरूलाई गिरफ्तार गर्ने यहाँसम्म कि राजालाई गिरफ्तार गर्ने कुरा पनि उनीहरूले त्यस त्यो हुन सक्थ्यो त्यो पूर्व त्यो सरकारको पूर्व योजना हो त्यस कारण अब अहिले पनि जुन छ नि त्यो राप्रपाले 15 गते नै जुन अब हामीले निर्णायक आन्दोलन गर्छौँ जुन भनिरहेका छन् यो चाहिँ उनीहरूले परिस्थितिलाई राम्ररी बुझे जस्तो मलाई लाग्दैन। हो भने हो सरकारले गतिलो काम गरेन, जनताको पक्षमा गरेन, राष्ट्रको पक्षमा गरेन, भ्रष्टाचार बढायो। अब त्यतिकै 1 करोडभन्दा बढी मान्छेहरू विदेशमा रोजगारीको निम्ति जानु पर्यो, देश टाट उल्टिरहेको छ, विदेशी गति चाहिँ बढिरहेको छ। यी सबै खराब कुरा हुन्। जनतामा यहाँसम्म कि काङ्ग्रेस एमाले माओवादी यसका पनि पार्टीभित्रै कयौँ मानिसहरू त्यसको आलोचक पनि बनिरहेका छन्। तर यति भए पनि उनीहरूमाथि जुन प्रश्नहरू उठेका छन् होइन कि राजा ल्याउनु भनेको प्रतिगमन हुनु हो, राजा आउनु भनेको मान्छेको मुख थुन्नु हो, जेल कोच्नु हो, विकास रोक्नु हो भन्ने जुन हल्ला भइरहेको छ देशव्यापी रूपमा काङ्ग्रेस एमाले माओवादी लगायतका संसदवादी दलले हल्ला गरिरहेका छन् निराधार ढङ्गले। त्यसको यिनीहरूले व्यापक खण्ड गरेको म देख्दिनँ। व्यापक रूपमा खालि राजा मात्रै भन्ने तयारी राम्रोसँग नगर्ने तर जनजीवनका सवाल नउठाउने कस्तो कुरा हो भने उनले यदि प्रतिगामी राजा होइन, मुख थुन्ने, जेल कोच्ने, विकास रोक्ने राजा होइन, कस्तो राजा हो भन्ने उनीहरूको कार्यक्रम खोइ, कस्तो प्रजातन्त्र हो भन्ने खोइ, अनि कस्तो सिस्टम ल्याउने, यो सिस्टमलाई बदल्छौँ भन्छन्, त्यो सिस्टम कस्तो हो भन्ने खोइ, र कसरी यो बिग्रिएको अर्थतन्त्रलाई देशको व्यवस्थालाई कसरी आमूल परिवर्तन ट्रान्सफर्मेसन गर्ने भन्ने खोइ। यी सबै कुराहरू लिएर उनीहरूले त सबभन्दा पहिले 7वटा प्रदेशका महत्त्वपूर्ण ठाउँहरूमा चाहिँ सर्वपक्षीय अन्तर्क्रियाहरू गर्दै हामीले ल्याउन खोजेको यस्तो हो होइन, हामी आरोप लगाइए जस्तो होइन, यो प्रतिगामी राजा होइन, निरङ्कुश मुख थुन्ने राजा होइन, जेल कोच्ने राजा होइन, विकास रोक्ने राजा होइन, यस्तो होइन, राष्ट्रिय एकताको प्रतीक हुने, संविधानको परिपालक हुने, स्वतन्त्र सार्वभौमता अखण्डताको रक्षक हुने, संविधानले दिएका यी कुराहरू प्रयोग गर्ने, तर जनताको राजकीय सत्तामाथि अलिकति पनि आँच खण्डित नगर्ने यस्तो किसिमको राजा हामी त्यसको निम्ति हामी त्यसको ग्यारेन्टी गर्छौँ होइन। यस्तो डेमोक्रेसी खालि वेस्टर्न भ्यालुज मात्रै नभएर राष्ट्रियतालाई संरक्षण गर्ने, पहिचान समानता समावेशीकरणलाई ग्यारेन्टी गर्ने र जातपातीय विभेद असमानता छुवाछुत लाई उन्मूलन गर्ने र जनताको जीवनलाई उन्नत स्तरमा लाने खालि डेमोक्रेसी होइन, राजकीय सत्ता र सार्वजनिक सत्ताको स्रोत नै जनता हो भन्ने बुद्धि भएको र अघि भनेको यी चारटै पक्ष भएको डेमोक्रेसी हाम्रो उन्नत डेमोक्रेसी हो। राजा आउने भनेको पूर्ण प्रजातन्त्र भित्रको राजा हो भन्ने किसिमको यिनीहरूको कार्यक्रम त म देख्दिनँ। यिनीहरूले यो यिनीहरूकोसँग कतिपय कुरा गर्दा त्यस्तै हो त भन्छन्, तर जनतालाई उनीहरूले यो कार्यक्रम कस्तो राजा, कस्तो प्रजातन्त्र, कस्तो सिस्टम ल्याउन खोजेको होइन, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री भएको सिस्टम ल्याउन खोजे जस्तो देखिन्छ र राष्ट्रवादी संवैधानिक राष्ट्रवादी राष्ट्रप्रमुख ल्याउन खोजे जस्तो छ राजा भनेर त्यो ल्याउन देखिन्छ। त यी सबै कुरामा उनीहरूको प्रोग्राम ल्याएर उनीहरूले जनजनमा यो कुरालाई पुर्याउने हो भने अब यो काङ्ग्रेस एमाले माओवादी यस लगायतका मान्छेहरूले जुन कुशासन ल्याए, विदेशीहरूको इसारामा, विदेशीको पैसामा, विदेशीहरूको निर्देशनमा जुन ढङ्गका ठुल्ठुला परिवर्तन, यो गणतन्त्र, संहिता, धर्मनिरपेक्षता, यो भनौँ न यो निजीकरण, उदारीकरण, देशलाई बर्बाद गर्ने तमाम ल्याए, जो करोडौँ मान्छेलाई बाहिर लखेट्ने काम भएका छन् होइन, देशको सुन्दर सार्वभौमता अखण्डतालाई दिन प्रतिदिन चाहिँ खण्ड खण्ड गर्दै बिक्री गरिरहेका छन्। यस्तो स्थितिको यी सब कामको बारेमा जनता रुष्ट छन्। तर ती जनताको सपोर्ट दिनको लागि यिनीहरूको केही पहल म देख्दिनँ। अब जस्तो भनौँ केही समय अगाडि काङ्ग्रेसका 9 जना पुराना नेताहरूले अब केही यो व्यवस्था नै बदल्ने सन्दर्भमा यो उनीहरूले एउटा वक्तव्य पनि जारी गरेका छन्। मैले पनि पछि सुन्दा
यी राष्ट्रिय प्रजातन्त्र जो 2-4 पछि चैत 15 पछि उनीहरू एकगठ भए, तर उनीहरूले ती 9 जना जो काङ्ग्रेसका नेताहरू जसको पछाडि धेरै काङ्ग्रेसी जनको समर्थन होला, उनीहरूसँग बसेर पनि कसरी आन्दोलन गरौँ, कुन ढङ्गले आन्दोलन लाने हो भने त्यसले कस्तो परिणाम ल्याउला भन्ने विषयमा छलफल गरेका छैनन् भन्ने कुरा मैले काङ्ग्रेसी सूत्रबाट पनि बुझेको छु। त उनीहरूले के गर्न खोजेको, आफ्नै यो परिवर्तन गर्ने यो राप्रपाहरूको मात्रै हाम्रो मात्रै काम हो, यो हामीले मात्रै गर्नुपर्छ, अरू यसमा मान्छे नै छैन, अरू आउँदैनन् अथवा यो परिवर्तन आउनु हुँदैन भन्ने सोचेको हो कि हामीले नै हाटुट गरेर परिवर्तन गरिहाल्छौँ। त्यसकारण हामी नै सबै अहिले चाहिँ एमाले काङ्ग्रेसले जुन सत्ता चाहिँ भागभण्डा गरेर चलाए जस्तो हामी नै राप्रपाका सबैले भागभण्डा गरेर खान्छौँ भन्ने विचार हो कि अथवा चुनावी एजेन्डा बनाउन एउटा राजनीतिक दाउपेच गरेको हो कि। अनि यी विभिन्न किसिमका प्रश्नहरू उठेका छन्। अब अहिले पनि जुन ढङ्गले अस्ति 25 गते पनि राजालाई खटुलीमा राखेर नारायण रेड्डी लान्छु भनेर यिनीहरू नै भन्थे होइन। पछि 15 गते पनि अब हुन त्यो घटना पनि राप्रपाले पहिला इनिसिएटले अहिले त अपनत्व लिन्छु भनिरहेको छ। अब त्यो त्यस बेला पनि त्यसै दिन नारायण रेड्डी हुल्ने जस्तो कुराहरू सुनिन्थ्यो। अहिले पनि 15 गते नै निर्णायक युद्ध सङ्घर्ष हुन्छ भनिरहेका छन्। यिनीहरूले आन्दोलन कसरी उड्छ, कसरी जनभावना बदलिन्छ, कसरी जनताले गलत कुराको विरोधमा जनता एकजुटबाट आउँछन्, कसरी जनता सडकमा उत्रिन्छन् भन्ने विषयमा पर्याप्त जानकारी नभए उनीहरूलाई थाहा नपाएको हो कि अथवा व्यवस्था गरेको हो कि अथवा उनलाई चाहिँ यसै हामीले हाटुट गरेर अब टिन नाङ्लो ठडाको भरमा हात्ती तर्सिन्छ भने जसरी यिनीहरूले खोजेका हुन् कि उनीहरूले यहाँ बाह्य शक्ति हिन्द पश्चिमा शक्तिहरूले यहाँका दलाल शक्तिहरू काङ्ग्रेस एमाले माओवादी यसलाई निर्देशन दिएर उनीहरूलाई पालन पोषण गरेर उनको माध्यमबाट जुन परिवर्तन गरेका छन् र उनीहरूलाई यो परिवर्तनलाई हटाउन हुन्न, यो परिवर्तनलाई टिकाऊ भनेर उनीहरूलाई कोरा लगाइरहेको अवस्थामा यिनीहरू चाहिँ नाङ्लो ठडा र हात्ती तर्साउन खोजे जस्तो कुराले कसरी होला र होइन। उनीहरूले ठिक छ यो गलत कुराको विरोध गर्ने एउटा राम्रै कुरा हो होइन। अब अहिले चाहिँ व्यवस्थामा परिवर्तन गर्न खोज्नु आवश्यक पनि हो, किनभने जुन बाह्य शक्तिको आड भरोसामै प्रजातन्त्र आउने, बाह्य शक्तिकै हस्तक्षेप आउने मुलुकमा त्यही कारणले गर्दा हरेक 10, 15, 20 वर्षपछि 30 वर्षपछि परिवर्तन भइआएको हिस्ट्री छ होइन। त्यस कारण अब पनि यो 5औं उपचरण हो अहिले चाहिँ परिवर्तन हुन, यो अब सम्भावित लाग्छ। यो मासु जस्तो अहिले जेठ 1 गते मात्रै अब नरेन्द्र मोदीको राष्ट्रिय सुरक्षा सल्लाहकार समितिका सदस्य अवधेश बिहारी माथुर चेक जो 2 गते सगरमाथा संवाद भयो त्यसकै छेको पारेर चाहिँ जो नरेन्द्र मोदीको राष्ट्रिय सुरक्षा सल्लाहकार समितिका सदस्य अवधेश बिहारी माथुर चेकले चाहिँ पूर्व राजा ज्ञानेन्द्र शाहलाई सोल्टी होटलमा झन्डै 45 मिनट दिउँसो 2:30 बजेबाट पौने 3:15 बजेसम्म झन्डै 45 मिनट भेटेको भन्ने कुराहरू आयो। अब यो बिचमा फेरि अमेरिकाबाट पूर्व राजा ज्ञानेन्द्र शाहका नाति अब पारस शाहका छोरा हृदयेन्द्र वीरविक्रम शाह पनि उता अमेरिकाबाट नेपाल आए। यसलाई यहाँले कसरी हेर्नु भएको छ? अहिले त ज्ञानेन्द्रलाई होइन हृदयेन्द्रलाई राजा बनाउनुपर्छ भन्ने पनि राजावादी आउने केहीको त्यो आवाज पनि सशक्त बन्दै गएको भन्ने कुरा आइरहेछ। हृदयेन्द्रको आगमन यता भारतीय राष्ट्रिय सुरक्षा नरेन्द्र मोदीका विश्वास पात्रले पूर्व राजा ज्ञानेन्द्रलाई भेटेको कुरालाई यहाँले कसरी हेर्नु? त्यो उनीहरूको बिचमा अब केही कुरा भएको हुनसक्ला मलाई लाग्छ। यही सन्दर्भमा अब यहाँ अब नेपालमा अब इन्डियाको त डिक्लेयर पोलिसी नै हो नेपाललाई हिन्दू राष्ट्र बनाउने। हिन्दू राष्ट्र बनाउनु भनेको नेपाललाई अब त्यसो गरेर राजा फिर्ता हुने सम्भावनालाई चाहिँ छोडिदिने होइन चाहिँ भारतको डिक्लेयर यो घोषित नीति हो। अब यो स्थितिमा अब अहिलेको सबै कुरालाई हेरेर उनीहरूले अब बिजेपीको अथवा प्रधानमन्त्री भारतीय प्रधानमन्त्रीको विशेष दूतको रूपमा आएर केही कुरा गरे होलान्। अब यो हिन्दू राष्ट्र बनाउने सन्दर्भमा अथवा अब त्यस्तै अब राजालाई फिर्ता गर्ने, राजा खुदै आउने कि अरूलाई ल्याउने भन्ने विषयमा पनि कुरा भएको पनि हुनसक्ला। अब त्यो अन्दाज त जेसुकै पनि लगाउन सकिन्छ। तर पछिल्लो आन्दोलन राजावादी आन्दोलनलाई भारतले इन्डाइरेक्टली त्यो सपोर्ट गरेको पनि यो भेटलाई सङ्केत गर्छ। अनि एउटा कुरा पहिले त उनीहरूले वास्तवमा यहाँ नेपाललाई हिन्दू राष्ट्र बनाउने आन्दोलनलाई उनीहरूले सपोर्ट गरेकै हुन्, विभिन्न। अब त्यसो गर्दा अब हिन्दू राष्ट्र खोज्नेले राजाको पनि पक्षमा वकालत गरेका हुन्। त्यसकारण यो हिन्दू राष्ट्र खोज्ने र
भारतको पक्षमा वकालत गर्ने एकैचोटि गर्ने स्थिति नआओस् भनेर पहिलो हिन्दू राष्ट्र बनाउने प्राथमिकता दिएर पहिलो हिन्दू राष्ट्र ल्याउने त्यसपछि राजा ल्याउने कुरालाई विचार गर्ने भन्ने हिसाबमा पहिले नेपाललाई हिन्दू राष्ट्र घोषणा गरेपछि एउटा विदेशीहरूको त इन्ट्रेस्ट पुरा हुन्छ त्यसपछि उनीहरूले हिन्दू राष्ट्रको निम्ति यहाँ सहयोग गर्नु परेन त्यसो गर्दा हिन्दू राष्ट्रको निम्ति आएको सहयोग चाहिँ राजाको पक्षमा पनि जाने अवस्था पनि पैदा हुँदैन होइन त्यस्तै कुराको वरिपरि केही प्रस्ताव आयो होलान् केही कुरा व्यक्त भयो होलान् अब यो सार्वजनिक नभइकन यतिकै अन्दाज गरेर भन्न पनि मिल्दैन हृदयनको आगमनलाई चाहिँ के उनी त अब बिदामा आएको भन्ने हिसाबले यसलाई टिप्पणी गर्न लायक छैन पनि भन्छन् कतिपयले चाहिँ अलि गणतन्त्रवादी राजावादीहरूले जेठ 15 गते निर्णायक आन्दोलन गर्ने आन्दोलन चर्काउने भन्ने राख्दाखेरि उनको आगमनलाई पनि महत्त्वका साथ चासोका साथ हेरिरहेछन् अनि यो भए पनि बिदामा आयो होला नि मैले त्यसलाई त्यति धेरै कुरा हेर्दिनँ किनभने हैन बीबी 2025 आन्दोलन एउटा निष्कर्ष पुग्दै गर्दा पनि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले त ज्ञानेन्द्रले हामी पूर्व हृदयेन्द्र राजा बनाउन तयार छौँ भन्दाखेरि ज्ञानेन्द्रले अस्वीकार गरेको भन्ने कुरा आयो त्यही हो त्यो मलाई लाग्छ राजाको त अडान फिर्ता भएको मलाई लाग्दैन होइन त्यसैकारण मान्छे हृदयेन्द्र राजा बन्न अमेरिकामा पढ्ने सम्भावना तत्काल छैन हैन अब त्यो त्यस्तो मलाई लाग्दैन हैन किनभने अब पहिले पनि हैन अब यो चाहिँ नाबालक राजाको कुरा हैन र कल्चरल राजाको कुरा पहिले नउठेको होइन दुईटै कुरालाई तत्काल भनौँ विस्थापित राजाले अस्वीकार गरेको हो अब त्यो बदलेको मलाई लाग्दैन त्यसकारण अहिले हृदयेन्द्र अब एउटा विद्यार्थीको हिसाबमा अमेरिका पढिरहेको विद्यार्थी छुट्टीमा आउनुलाई त्योसँग जोड्नुको म त्यति कुनै जोड्ने कुनै तर्क देख्दिनँ अब त्यो संयोगै हुनसक्छ होइन अब होइन केही रहेछ भने समय क्रमले बताउला नि त मलाई अहिले त्यो जोड्नेको म आधार देखिनँ किनभने त्यसो गर्नुको अब तत्कालै 10-15 गतेकै यो राप्रपाको आन्दोलनले नै यो चाहिँ यहाँ पुरै व्यवस्थित पल्टिने राजालाई नै स्थापित गरिहाल्ने राजा हुने कि अब पारस हुने कि अथवा हृदयेन्द्र भने आजै तय हुने जस्तो कुरा मलाई लाग्दैन त्यही कारण हृदयेन्द्र आउने कुरालाई यो परिवर्तनसँग जोड्ने मसँग कुनै तर्क छैन क्या अब मसँग त्यो अन्दाज त जे पनि गर्न सकिन्छ तर म त्यो अन्दाज गर्न चाहन्न होइन पछिल्लो समय चाहिँ अब हृदयेन्द्रको चर्चा किन पनि भयो भन्दाखेरि अभिनेत्री सुरक्षा पन्तलाई एक टेलिभिजन कार्यक्रममा चाहिँ उहाँलाई देखाउँदै उहाँले नचिन् तर राज परिवार सदस्य उहाँ त ह्यान्डसम हुनुहुन्छ बरु फिल्मी क्षेत्रमा आउँदा उहाँको भविष्य छ भनेर भन्दाखेरि उहाँको अलिकति राजावादीहरूले खोइरो पनि खने होइन आलोचना पनि गरे त्यसले गर्दा पनि हृदयेन्द्रको चर्चा अलि चुलियो कि त्यो सुरक्षा पन्त पनि उनले के कति उनले देशलाई चिनेकी छिन् राजालाई अब उनले के छैनन् उनले तर उहाँले तर्क गर्न त पाउनुपर्छ नि तर्क गर्न त पाउँछन् र भनौँ न अब अहिले पनि राज संस्था फर्कन्छ कि भन्ने कुरा भइरहेको बेलामा राजाको नातिलाई फिल्म त्यही पनि जेठो नातिलाई एक्टर बन्छ भन्नु त यो एक किसिमले अपमान हो राज संस्थावादीहरूको निम्ति त अपमानै हो नि अब उसले त्यसरी अपमानजनक ढङ्गले कुरा गरिन् भने अब अर्कोले त्यसको खण्डन गर्ला त्यसमा किन फस्ने छ हामीले होइन उनले जुन ढङ्गको उनको त्यो अभिव्यक्ति थियो उनले त्यो एक किसिमले भनौँ न उनले नचिनेको त होइन होला उनी विस्थापित राजा ज्ञानेन्द्रका नाति अब पूर्व यो राजा पारसको छोरा भन्ने त थाहा नभएको होइन होला नि त थाहा नभएकै भनेको भए बेग्लै कुरा हो थाहा भइ भनेको भए त्यो होच्याएको हो होइन त्यो होच्याएको हो कहिले कहिले हुन्छ नि त्यस्तो होच्याउने कुराहरू हुन्छ त्यस कारण त्यस्तो त्यति बढी शोभनीय हुन्न अब उनले उनले के बुझेर भनिन् त्यो कुरो थाहा पाएपछि नै त्यसलाई अलिक बढी टिप्पणी गर्न सकिन्छ अब अन्त्यमा माझज्यू अब अहिले गभर्नर सिफारिस समितिको बैठक बसिरहेको भन्ने कुरा आएको छ अब अघि माननीय न्यायाधीश सपना प्रधान मल्लको इजलासले चाहिँ सुनाइ सकाएको तर अब आदेश कुर्लतै भनिराख्दाखेरि अहिलेसम्म केही अपडेट भएको छैन त्यो हिसाबले अब त्यो पछि के अपडेट हुन्छ म यहाँसँग फेरि पनि जोड्योला यो समय र संवादलाई यहाँलाई धेरै धेरै धन्यवाद अब त्यो दरपिट खारेज भएन होला होइन दरपिट दर्ता भएर नै सुनाइको प्रक्रिया अगाडि बढ्यो दरपिट गरेको कुरालाई खारेज भयो होला होइन सम्म त त्यो खारेज भएर अब निर्णय भएपछि त आउनुपर्ने हो त आउँछ पनि होला हेरौँ अब त्यसको निर्णयको बारेमा अघि नै चर्चा गरिसकेका छौँ होइन
अब त्यसरी नै हस् त्यसले प्रभाव पार्ला। हस् यो मतुल संवादलाई फेरि भन्दा बहुत